यो कार्यक्रमलाई औपचारिक रूपमा आजको यो पदयात्रालाई सुरुवात गरिदिनु हुन म चन्द्रगिरी साहित्य समाजका उपाध्यक्ष मौन आवाजलाई हार्दिक अनुरोध गर्दछु। सुरेन्द्र सर, मूलत उहाँले भनि नै हाल्नुभयो, आज हामी एउटा पदयात्रा कार्यक्रम अन्तर्गत हाम्रो चाहिँ चन्द्रगिरी साहित्य समाजले आयोजना गरेर चखेलसम्मको गन्तव्य बोकेर आएका छौँ र अहिले हामी यो प्रसिद्ध बालेश्वर मन्दिरको परिसरमा छौँ र आजको हाम्रो मूलत उद्देश्य भनेको चन्द्रगिरी साहित्य समाजले नियमित रूपमा गर्दै आउने कार्यक्रमहरू त छँदैछ, त्यसमा अतिरिक्त एउटा चाहिँ थोरै अन्तर्क्रियात्मक कार्यक्रमलाई पनि जोड्न सकिन्छ कि भनेर मूलत चन्द्रगिरी नगरपालिकासँग भूगोल जोडिएको, संस्कृति जोडिएको र अन्य साहित्यिक भावनाहरू पनि जोडिएको ठाउँहरू खा नगरपालिकाको चितलाङ र त्यसै गरी यो इन्द्रसरोवर गाउँपालिकाको चाहिँ चखेल फाखेल, मूलत अहिले आजको चाहिँ हामी चखेललाई गन्तव्य बनाएर आएका छौँ।